नमस्कार, कचहरी बहस पडकास्टमा यहाँहरूलाई स्वागत छ। उपस्थित छु म अम्बिका। आजको श्रृंखलामा हामीले काठमाडौँका विभिन्न विद्यालयको कक्षा 12मा अध्ययन गरिरहेका विद्यार्थीहरूसँग 12 कक्षाको पढाइ सकेपछि तपाईले के गर्ने योजनामा हुनुहुन्छ भनेर प्रश्न गरी उहाँहरूको विचारलाई जस्ताको तस्तै तपाईमाझ प्रस्तुत गर्ने जमर्को गरेका छौं। अब एकैछिन विद्यार्थीहरूको विचार सुनौ। प्लस 2 पछि चाहिँ मेरो आइएलटिएस गरेर बाहिर जाने योजना छ। मेरो चाहिँ प्लस 2 क्लियर गरेपछि चाहिँ 3 इयर्सको ब्याचलर्स कोर्स गर्न मन छ। अनि त्यो कोर्स कम्प्लिट गरेपछि अब फर्दर स्टडिजको लागि मलाई अब्रोड जानु मन छ। मेरो चाहिँ अब बाहिर जाने प्लान छ। आइएलटिएस गरेर टी गरेर बाहिर जाने। प्लस 2 सकेपछि अटोमोबाइलको टेक्नोलोजीतिर लान्छु। गाडीको एउटा एउटा प्लग जोडेपछि कम्प्युटरमा सबै आउँछ, कता कता के बिग्रेछ कता कस्तो छ भनेर। त्यो भएपछि अब हामीले त्यो बारेमा पढेर गर्न नि मिल्यो अनि अरूलाई पढाउन नि मिल्यो। त्यही हो मेरो। हवस् त, आजको कचहरी बहसको श्रृंखला तपाईलाई कस्तो लाग्यो? सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। तपाईले हामीलाई कचहरी बहस युट्युब च्यानलमा हेर्न र सुन्न सक्नुहुन्छ। त्यस्तै एप्पल पडकास्ट र कास्ट बक्समा पनि सुन्न सक्नुहुन्छ। फेरि अर्को श्रृंखलामा नयाँ विषयवस्तु लिएर उपस्थित हुनेछु। त्यतिन्जेलसम्मका लागि म अम्बिका बिदा हुन्छु। नमस्ते।